म त 12 पास अनि त्यसपछि बल्ल जिन्दगीसँग लुकामारी सुरु भयो। सबैको मुखमा एउटै थियो प्रश्न, अनि अब के गर्छौ? मसँग कुनै ठोस उत्तर थिएन। थियो त कागजको एउटा टुक्रा, शैक्षिक प्रमाणपत्र भनेर चिनाइएको, तर त्यो कागजले मेरो पेट भर्ने बाचा कहिल्यै गरेन। म त 12 पास अनि त्यस दिनदेखि म साक्षर बेरोजगार बनेको हुँ। दाजुले अमेरिका जाने योजना बनाए, दिदीले बिहे गरेर संसार सजाए, साथीहरूले सिफारिस बोक्न थाले र म टेबलमा राखिएको चिया जस्तै चिसिँदै गए। म त 12 पास र मलाई थाहा थियो 12 पास हुनु मतलब गन्तव्य पुर्याउनु होइन। त्यो त जिन्दगीले दिएको चेतावनी मात्रै हो। चेतावनी, अब तिमी जिम्मेवार भयौ। तर त्यो चेतावनीमा चेत थिएन, थियो त बेहोसी मात्रै। म त 12 पास, तर गाउँको चौरमा अब धान फल्दैन, पढे लेखेका मान्छेहरू हलो जोत्न हुँदैन र देश चलाउनेहरू पढे लेखेकालाई मजाक बनाउँछन्। प्रमाणपत्रको थैली बोकेर अफिस धाइरहेछु, जसरी प्रेम पत्र लिएर मान्छेले पुरानो प्रेम खोजिरहन्छ। म त 12 पास, आफ्ना रहर गुमाएर अरूका अपेक्षा पालिरहेछु, जसरी आकाशमा उड्ने रहरले धरतीमा लडेर जिउँदो घाउ बनाउँछ। म त 12 पास, आफ्नै रहर गुमाएर अरूको अपेक्षा पालिरहेछु, जसरी आकाशमा उड्ने रहरले धरतीमा लडेर जिउँदो घाउ बनाउँछ। कपीको पान्नामा प्रगति राम्रो लेखिएको मान्छे, तर जिन्दगीको पान्नामा अवसर शून्य छापिएको मान्छे। कसैले सोध्छ सपना के थियो, म भन्छु थियो, तर कहिल्यै भाडा तिर्न सकिन। मैले आफ्नै सपनाको भाडा तिर्न सकिन। अनि हिजोको बालक आज अलि ठुलो हुँदैछ। मेरो धर्म आशा मर्न नदिनु, मेरो कर्म भोलिको भर परिरहनु, मेरो नाम काम खोज्दैछु, काम खोजिरहनु। म त 12 पास अनि हरेक बिहान जसँग बिउजन्छु, दिनभर म दौडन्छु, साँझ फर्कन्छु खाली हात र भरिएको तनाव बोकेर। म साँझ फर्कन्छु खाली हात र भरिएको तनाव लिएर। म 12 पास। यो देशले मलाई चाहेको छैन। चाहन्छ त मेरो मत मात्रै, चाहन्छ त मेरो भोट मात्रै। म बाँचेको छैन। म बाँचेको छैन। देशले मलाई चुनावी मैदानमा मात्र गन्दछ। म त 12 पास। र यो एउटा अन्त्य होइन, यो बस सुरुवात हो। यो सुरुवात हो दुःखको, यो सुरुवात हो जिन्दगीको परीक्षाको। दुःखको डिग्री लिनु अघिको सुरुवात हो। दुःखको डिग्री लिनु अघि सम्झौताहरूको इन्टर्नसिप चलिरहेको छ। जसरी कोही काम गर्नु अघि कहीँ इन्टर्नसिप भइरहन्छन्। म त 12 पास, तर जिन्दगीको बोर्ड परीक्षामा सधैँ म फेल भइरहे, सधैँ म फेल भइरहे। र मलाई थाहा छ यो अन्त्य होइन, यो बस सुरुवात हो। दुःखको डिग्री लिनु अघि सम्झौताहरूसँगको इन्टर्नसिप हो। र मलाई थाहा छ यो अन्त्य होइन, यो बस सुरुवात हो। यो दुःखको सुरुवात हो।